हेलो भानु तपाईको नाम भन्नु त अर्मिला पोखरेल तपाईको नाम भन्नु त मेरो नाम प्रतिमा पोखरेल तपाईको कहाँ आउनुभएको थाहा छ तपाईँलाई कसको देवी तपाईको कहाँदेखि आउनुभयो कहाँ आउनुभएको थाहा छ कहाँ आउनुभयो कस्तो लागिरहेछ अष्टमीको बलिको लागि बोको आई अगाडि कराउँदैछ तपाईको नाम भन्नु त अलि प्रश्न भन्नु जेनिस पोखरेल कहाँ आउनुभएको थाहा छ कहाँ आउनुभएको थाहा छ भन्नु त हेलो काका तपाईँको नाम भन्नु त मेरो नाम विश्वराज तपाईँ कहाँ आउनुभएको थाहा छ तपाईँलाई ए म कहाँ आएको यो हाम्रो देवीघरमा आएको नि बस्नुहुन्छ नि पूजा अवधि भएर बस्नु पर्यो नि उहाँ हाम्रो पोखरेल सामाजिक सेवा समितिको उपाध्यक्ष हुनुहुन्छ मणिराज पोखरेल के छ खबर पूजा कति बेरसम्म लाग्छ उहाँ उपाध्यक्ष हुनुहुन्छ हाम्रो मणिराज पोखरेल कति बेरसम्म पूजा लाग्छ बा अब मध्यरात नै गर्ने हो काल रात्रि महारात्रि मोहरात्रि छ दारुणा भन्छन् भन्दै ल ठिक छ काल रात्रि महारात्रि मोहरात्रि मोहरात्रि दारुणा हजुरबा नमस्कार नमस्कार सन्चै छ पूजा कस्तो लागिरहेछ ए पूजा भव्य रमाइलो छ रमाइलो छ त जाँगर चलेको छ आज पुरै बस्नुहुन्छ पूजा अवधि ए बस्ने नि सकेर जाने टिका लाएर जाने प्रसादी काका भन्नु त ए हाम्रो नाति भेटेको छु कहाँ आउनुभएको तपाईँ ल पोखरेल सामाजिक सेवा समितिले सधैँ चाडपर्वमा यसरी घटस्थापनादेखि नै हामीहरू दैनिक बलि चढाएर दिनको आराधना गर्नु पूजा भइरहेको छ आज कालरात्रिमा अब 12-1 बज्छ होला त्यति बेलासम्म अब हामीहरू बस्नुहुन्छ नि फास्टिङ गरेर म त बसिरहेको छु अरू बस्नुभएको होला धन्यवाद तपाईँलाई हामी पनि अब बस्नुहुन्छ देवी घरमा जब भएका छौँ है अब 12 वर्षमा हामी बस्छौँ तपाईँको के नाम हो ल उहाँ चाहिँ हाम्रो पोखरेल सामाजिक सेवा समितिको अध्यक्षज्यू हुनुहुन्छ शिवप्रसाद पोखरेल ल भन्नु हजुरबा के छ पूजा कस्तो लागिरहेछ व्यवस्थापनमा कस्तो छ राम्रै छ भने चाहिँ आज पूजा 12 बज्छ ल ठिक छ धन्यवाद तपाईँलाई पनि यहाँ दुईजना हजुरबाहरू पुरा गफ दिँदै हुनुहुन्छ ल हेर्नु हजुरबा नमस्ते नमस्ते बाबु तपाईँ कहाँ आउनुभएको थाहा छ हजुरलाई म हाम्रो चाहिँ पोखरेलको देवी घर पोखरेलको कस्तो लागिरहेछ पूजा आज व्यवस्थापन हाम्रो परापूर्वदेखि चलेको बडा राम्रो छ र ऊ छ हामी सधैँ प्रत्येक साल यसरी नै जम्मा हुन्छौँ जमघट हुन्छ पूजामा बस्छौँ
अनि प्रसादी त्यहाँदेखि पूजा सकेपछि प्रसादी लिएर मात्रै घर प्रस्थान गर्नु। भनेपछि आज 12 बजे भने पनि बस्नुहुन्छ हजुर होइन 12 बजे 1 बजे 2 बजे त गइरहेछौँ हामी। जतिखेर सकिन्छ त्यतिखेर जाने हो। लु ठिक छ धन्यवाद हजुरलाई। हजुरबा नमस्ते। नमस्ते नमस्ते। हजुर कहाँ हुनुहुन्छ अहिले थाहा छ? मलाई थाहा छ हामी पोखरेलको दसैँ घरमा छौँ, देवी घरमा। पोखरेलको दसैँ घरमा के भइदिए हुन्थ्यो भन्ने भन्नुहुन्छ तपाईँले भन्नु त? अब अहिले त सबै थोक राम्रै छ। यहाँ मैले देख्दाखेरि चाहिँ यहाँ शौचालय चाहिँ पर भएकाले यहाँ एउटा चाहिँ शौचालय आधुनिक शौचालय चाहिँ हुनुपर्छ भन्ने हिजो माग आएको छ। त्यसअनुसार कुरा पनि भएको छ। त्यो चाहिँ एकदम जरुरी नै छ। यो चाहिँ अब कसले बनाइदिए हुन्थ्यो भन्ने लागेको छ अब तपाईँलाई? हामी सबै पनि मिल्नुपर्छ। यहाँ यो संस्थालाई दिने नगरपालिकाबाट पनि हुनुपर्छ भन्ने नगरपालिकासम्म पनि यो सन्देश पुर्याउन चाहनुहुन्छ होइन त? पुर्याउनुपर्छ। वार्डमा पुर्याउनुपर्छ। वार्डबाट चाहिँ नगरपालिकामा लानु। लु ठिक छ धन्यवाद तपाईँलाई। नमस्ते। नमस्ते शेखर बाबु। उहाँको नाम के हो? कहाँ आउनुभएको थाहा छ? कहाँ आउनुभएको? देवीघर बस्ने? ल बस्नुपर्छ। नमस्ते भन्नु त तपाईँ कहाँ हुनुहुन्छ अहिले? म पोखरेलको देवीघर हाम्रो शरदकालीन पूजाको लागि आफ्नै भवन बनाएर हामी यहाँ नित्य पूजा गरिरहेछौँ। वर्षैपछि सबै दाजुभाइ भेला हुने ठाउँ। आज कालरात्रिको अब हाम्रो यहाँ हवन तयारी भइरहेछ। पूजा सकिँदा 12-1 बज्न सक्छ। त्यति बेलासम्म हामी बस्छौँ। अझै बढी नै सहभागिता हुन्छ। अहिले चाहिँ आइपुग्नु भएको छ। ठिक छ धन्यवाद तपाईँलाई। तपाईँको नाम भन्नु त? कल्पना पोखरेल। कहाँ आउनुभएको तपाईँ थाहा छ तपाईँलाई? यो खारपाली पोखरेलहरूको देवी घरमा आज 8औँ दिनको के भन्छ यो रात्रिकालीन पूजामा हेर्न सहभागी हुन आएको। कस्तो लागिरहेछ? एकदम राम्रो। यो मैले पहिला पनि बसी गरेको छु। मलाई चाहिँ साह्रै राम्रो लाग्छ। आफ्नो विश्वास आस्था। धन्यवाद तपाईँलाई। तपाईँको नाम भन्नु त? मेरो नाम प्रेमा पोखरेल। पोखरेल। देवी घरको पूजा आज कस्तो लागिरहेछ? राम्रो छ। हाम्रो अग्रजहरूले थालनी गर्नुभएको जे भए पनि यसमा चाहिँ हाम्रो आस्था सधैँ रहिरहनेछ। गाढा आस्था बसिरहेको छ हामीभित्र। धन्यवाद। तपाईँको नाम? मसुवा पोखरेल। हामी चाहिँ पहिलोचोटि आएको होइन। पहिलोचोटि आउनुभएको? पहिले आउनु भएको थिएन कहिले? पहिले आएको थियौँ। ल पहिलोचोटि आउँदाको अनुभव बताउनु त। यसपालि देवीले बोलाउनु भन्छ। बोलाउनु भयो? छोरीलाई लिएर छोरीले पनि हेरोस् जानुहोस् होइन। हाम्रो आफ्नो परम्परा र संस्कृति जर्ना पनि गर्नु पऱ्यो। अर्को पुस्तालाई हस्तान्तरण गर्नु पऱ्यो। हिजोस् हेर्दा रमाइलो लागेको छ। कहाँदेखि आउनुभएको? मेरो घर त यहीँ हो। जागिरमा म काठमाडौँ छु। दसैँ महिनालाई आएको। ल सधैँभरि तपाईँलाई देवीको मन्दिरमा उपस्थिति हुने अवसर जुरोस्। नवदुर्गा भवानीले रक्षा गरून्। धन्यवाद तपाईँलाई। धन्यवाद। पण्डितजी नमस्ते। नमस्कार। राधे राधे। तपाईँ घर कहाँ? के थरी पर्नुभयो? तपाईँ कहाँ हुनुहुन्छ अहिले थाहा छ तपाईँलाई? बला कहाँ कुन ठाउँमा हुनुहुन्छ? देवी घरमा जमराघर। कस्तो लागिरहेको छ तपाईँलाई यो 7-8औँ दिनको कार्यक्रम? लागिरहेछ। अब कार्य त धेरै गरिरहेको छ तर यस्तो किसिमको चाहिँ पहिलो अनुभव। भनेपछि तपाईँलाई नौलो अनुभव लाग्यो होइन? ल केही छ भन्नुपर्ने? केही छैन। ठिक छ। ल ठिक छ धन्यवाद तपाईँलाई। नमस्ते। नमस्कार। तपाईँको नाम? मेरो तुलसी प्रसाद पोखरेल डाँडाघरे हातिमुडा। अहिले तपाईँ कहाँ हुनुहुन्छ? अहिले म यो हाम्रो पोखरेलको देवीघर। अहिले तपाईँ पोखरेल सामाजिक सेवा समितिले आयोजना गरेको दुर्गा स्थापना गरेर आज 8औँ दिनको पूजामा हुनुहुन्छ होइन? तपाईँलाई हिजो अस्तिदेखि कन्टिन्यू सहभागी देखिरहेको छु। तपाईँलाई कस्तो लागिरहेछ पूजा? मलाई यहाँ आउँदाखेरि अर्कै अनुभूति हुन्छ। आफ्नो यो पोखरेल समाजको उसमा आउँदाखेरि छुट्टै अनुभूति हुन्छ। र मलाई चाहिँ के लाग्छ भने हाम्रो बन्धु जति हुनुहुन्छ सबैजना यहाँ आउनुहोस्। यस पूजा कार्यक्रममा सहभागी हुनुहोस्। हाम्रो पोखरेलको यो देवीघरलाई अझै
कति हुन्छ यो सुविधा सबैले बढाएर अझै त्यसलाई अझै राम्रो गर्नेछौँ भन्ने लाग्छ। धन्यवाद। नवदुर्गा भवानीले रक्षा गरून् सधैँ। अब म पण्डितजीतिर 18 वर्ष स्थापना, यहाँको स्थापना कालदेखिको नै पुजारी हुनुहुन्छ। पुजारी भन्दा पण्डित हुनुहुन्छ। उहाँको नाम भन्नु त? मेरो नाम मुकुन्दमणि भट्टराई। कति वर्ष भयो? यो मेरो 23औं वर्षमा गर्दै हुनुहुन्छ होइन? तपाईँलाई 22औं वर्षका विगतका 22औं वर्षमा कस्तो अनुभव थियो र अहिले कस्तो अनुभव छ? मलाई त सधैँभरि राम्रो लागिरहेको छ, उत्तम छ। हामीले पूजा गरिरहेका छौँ नित्य वर्षेनी मैले पूजा गरिरहेको छु। मलाई गुरुले डुन्डुरा गुरुले को सान्निध्यमा मैले उहाँले अनुसरण गरेर उहाँले नै सिकाउँदै गर्दै लगाउनु भएको। उहाँले पनि धेरै वर्ष गर्नुभयो भनेर भन्नुहुन्थ्यो। अहिले उहाँले वृद्ध भएर अहिले उहाँले छोड्नु भएको छ र उहाँले सिकाएको उहाँको ज्ञानको उहाँले दिएको आशीर्वादले म अहिले पनि उहाँलाई पूजा आराधना गरिरहेको छु। धन्यवाद। नवदुर्गा भवानीको आशीर्वाद तपाईँलाई प्राप्त होस् सधैँभरि। यहाँ दुईजना हाम्रो भाइहरू पुजारी भाइहरू हुनुहुन्छ, कृपया यता फर्किदिनु न। यसपालिको पुजारी हुनुहुन्छ, एकपल्ट के नाम? नियस बाबु पोखरेल। कतिपल्ट पुजारी बसिसक्नुभयो? कस्तो अनुभव भइरहेछ? राम्रो अनुभव भइरहेछ। यहाँ बस्दा र बाहिरको अवस्था कस्तो लाग्यो? बाहिर डुल्दा र यहाँ पुजारी भएर बस्दाको अवस्था कस्तो लाग्छ? यहाँ पुजारी भएर बस्दा भगवानको सेवा गरेर बस्न पाउँदाखेरि आनन्द र राम्रै लागिरहेको छ। राम्रो लागिरहेछ। अनि आज 8औं दिनको पूजा कति बजे सकिन्छ होला? लगभग 12:30-1 बजे सकिन्छ। कति वर्ष हुनुभयो? म 17। हेर्नु त उत्साहपूर्वक यो भगवानको दुर्गा भवानीको जेन्जी पुस्ता हो। उहाँ जेन्जी पुस्ताले पनि नवदुर्गा भवानीको सेवा गर्ने मनसाय राखेर उहाँ उपस्थित भएर नित्य पूजामा उहाँ नियमित पुजारीको रूपमा काम गरिरहनु भएको छ। अर्को एकजना भाइ हुनुहुन्छ, अब यता फर्किदिनु त। नाम? आशिष पोखरेल। यहाँ पुजारी बस्नुभएको पहिलोचोटि हो? कस्तो लागिरहेछ? खुसी लागिरहेछ? भक्ति भाव कतिको जागृत भएको छ तपाईँलाई? सधैँभरि बसौँ जस्तो लागिरहेछ कि काबु हुनुभयो? अर्कोपल्ट पनि बस्ने भनेपछि उहाँहरू लगभग एकजना जेन्जी पुस्ता नै हो। उहाँहरूको मनमा भगवतीको लागि उपासना गर्ने एकदम मनसायले बस्नु भएको छ। उहाँ चाहिँ जेन्जी पुस्ता होइन, अलिकति माथिल्लो पुस्ता हो र पनि युवा पुस्ता हो। उहाँले एकदम गर्ने मनसाय राखेर पूजामा व्यस्त हुनुहुन्छ र हाम्रो अब पूजा लगभग 1.5-2 घन्टाहरू लाग्ने सम्भावना देखिन्छ। यहाँ चाहिँ अब हवन गर्नको लागि हामीले कालरात्रिको हवन गर्नको लागि यहाँ अग्नि स्थापना गरेका छौँ र अग्नि जलिसकेको छ। ल हेर्नु, हाम्रो इनरुवा स्थित पोखरेल सामाजिक सेवा समितिको लगभग आजसम्मको उपस्थिति हेर्दाखेरि लगभग 163-64 को उपस्थिति देखिरहेछ। र अहिले चाहिँ यहाँ कालरात्रिको अवसरमा राति पनि भएर होला, अलिक कमै हुनुहुन्छ। एकछिनमा आउनु पनि हुन्छ होला प्रसाद खान भन्ने इच्छा राखेका छौँ हामीले। उहाँ हाम्रो गुरुआमा हुनुहुन्छ, एकचोटि म सोधिहालेँ। नमस्ते, तपाईँको नाम? यहाँ गुरुआमा हो उहाँ चाहिँ हाम्रो यहाँ मुकुन्दमणि भट्टराईको विशेष हुनुहुन्छ, उहाँ गुरुआमा भन्छौँ हामी। र तपाईँलाई कस्तो लागिरहेको छ यो पूजा? कति वर्ष भयो यहाँ बस्नुभयो, यो पूजा हेर्नुभएको? 5औं वर्ष। अनि गुरुले त 23औं वर्ष भन्दै हुनुहुन्छ नि त। भर्खर 5 वर्ष भनेपछि तपाईँले यो 5 वर्षको अवधि अगाडिका 4 वर्षहरू कस्ता लाग्यो? गजब छ, रमाइलो छ। ल ठिक छ, धन्यवाद तपाईँलाई। उहाँ एकजना मेरो काका हुनुहुन्छ, उहाँ छुट्नु भएको छ। काका नमस्ते। नमस्ते। नाम भन्नु? मेरो नाम सन्तोष पोखरेल। थार्पा। हाल इनरुवा 5 तपाईँ अहिले कहाँ हुनुहुन्छ थाहा छ तपाईँलाई? होइन,
चाहिँ अहिले चाहिँ म यहाँ पोखरेल समाजको देवी पूजामा रात्रिकालीन त्यसमा चाहिँ काल रात्रिमा उपस्थित छु म। तपाईँलाई कस्तो लागिरहेछ? म त सधैँ आउने मान्छे हो, मलाई त साह्रै रमाइलो लाग्छ। ल ठिक छ, राम्रो छ नि। ल धन्यवाद तपाईँलाई। नवदुर्गा भवानीले कल्याण गरून्। तर्क पनि